हेलो, म कार्यक्रम प्रस्तुता मनोज तिवारी। आज पनि म सदाको भन्दा अलि पृथक भिडियो लिएर सम्पूर्ण मेरा भगवान रूपी दर्शक महानुभावहरूको माझमा उपस्थित भएको छु। आजको मुख्य भिडियो सामग्री अरबको यो बलौटे माटोमा उत्पादन भएका घाँस तथा वृक्षहरू सुन्दा अचम्म लाग्छ। वर्षमा एक फेर पनि पानी नपर्ने देश हो अरब। कुनै बेलामा भयानक पानी पर्दछ, कुनै बेलामा पानी नै पर्दैन। तर पनि यस्तो बालुवामा विकास कसरी भइरहेको छ देख्न सक्नुहुन्छ। हरियाली छ, चारैतिर हरियाली घाँसे मैदानहरू देख्न सक्नुहुन्छ। गरे केमा सम्भव छैन र? गरे जेमा पनि सम्भव छ, तर सम्भावना देख्न पर्ने उचित रहने गर्दछ। कुनै पनि चिज गर्नुभन्दा पहिला त्यसको प्रबल सम्भावना देख्न पर्ने हुन्छ, अनि मात्र कुनै पनि विकासलाई सार्थकता दिनको लागि हामी अगाडि बढ्नुपर्छ, अनि मात्र विकास हुने गर्दछ। हिजो यो देश यति भोकमरीको देश थियो। यहाँ एउटा खजुर खाएर जीवन निर्वाह गर्दथे। यहाँका स्थानीय बासिन्दाहरू एउटा खजुरको बुटमा आश्रित रहेका थिए। आज यस ठाउँले ठुलो प्रगतिको फड्को मारेको छ। यहाँ विभिन्न किसिमका पर्यटकीय स्थलहरू रहेका छन्, विभिन्न किसिमका पोखरीहरू रहेका छन्, विभिन्न किसिमका पार्कहरू रहेका छन्। आज मैले ती विषयलाई नलिकन मुख्यतया मरुभूमिमा घाँसे मैदानको कसरी सम्भावना रहे त भन्ने मुख्य सन्दर्भलाई लिएर कुरा गर्न गइरहेको छु। भन्ने गरिन्छ नि, जहाँ अभाव त्यही हुन्छ उपाय। यहाँ पनि घाँसको अभाव थियो। पहिला यस प्रकारको बालुवा यहाँ बालुवा मात्र हुने गर्दथ्यो, देख्न सक्नुहुन्छ। अहिले यस ठाउँमा हराभरा बनाइएको छ। चारैतिर रुख देख्न सक्नुहुन्छ। देख्दाखेरि नेपाल जस्तै लाग्छ। तर यो विकास भनेको सबै पैसाले भएको विकास हो र श्रमिकको निरन्तर प्रयासले भएको उपलब्धि हो। हामी नेपाली विदेश आउँछौँ, यस्तै काम गर्नको लागि आएका हुन्छौँ। यसरी अरूको देशलाई हरियो बनाउनको लागि, अरूको देशलाई विकसित बनाउनको लागि हामी आफ्नो देश छोडेर यहाँ आएर आफ्नो श्रमलाई बेचेका हुन्छौँ र आफ्नो घर परिवार, घर गृहस्थी सञ्चालन गरिरहेका हुन्छौँ। यस ठाउँलाई प्रमुख पर्यटकीय स्थलको रूपमा लिने गरिन्छ, किनकि दुबईको डेजर्ट मरुभूमि भनेको एउटा पर्यटकीय स्थलको रूपमा गनिने गरिन्छ। जस्तै हाम्रो राष्ट्रिय निकुञ्ज भने झैँ यो पनि एउटा राष्ट्रिय निकुञ्ज हो यहाँको लागि। यहाँ विभिन्न किसिमका गेमहरू खेल्ने गरिन्छ। कार रेस, मोटर बाइक रेस, सम्पूर्ण कुराहरू यहाँ खेल्ने गरिन्छ। मनोरञ्जनको एउटा स्रोतको रूपमा यस ठाउँलाई लिने गरिन्छ। तसर्थ कुनै पनि विकास गर्नुभन्दा अगाडि सम्भावना देख्नु नै सबैभन्दा मूल कुरा मानिन्छ। जब सम्भावना देखिन्छ, त्यसको सही समाधान अवश्य नै हुने गर्दछ। यो पनि एउटा
असम्भव बिचको सम्भावना थियो। आज यो महान सम्भावना भएर यसरी प्रस्तुत भएको छ। देख्दा चौतर्फी हरियाली देखिएको छ। तर यो श्रमिकहरूको श्रम बिना यो यसरी उत्पादन हुन सक्दैन। यहाँ यो उत्पादन गर्नको निमित्त विभिन्न पाइपलाइन, पानीका पाइपलाइनहरू जोडिएको छ, इरिगेसन सिस्टमहरू जोडिएको छ। यसलाई अटोमेटिक इरिगेसन सिस्टममा राखिएको छ, देख्न सक्नुहुनेछ। समय समयमा पानी आउँछ र घाँसमा पर्दछ। त्यस कारणले गर्दाखेरि घाँस मर्न पाउँदैन र हरियाली भइरहन्छ। देख्न सक्नुहुनेछ फुल सुन्दा र देख्दा अचम्म लाग्छ। लौ त दर्शक महानुभावहरू, आजको भिडियो यति नै। फेरि पनि यस्तै खालको भिडियो लिएर साभार हुने नै छु। अहिलेलाई म यस भिडियोबाट उजेल पर्न चाहन्छु। हवस् त, नमस्कार।